नमस्कार, मेरो नाम केशर कार्की। अहिले चाहिँ म यो हनुमान ढोका दरबार स्क्वायरको अगाडिपट्टि छु। अब यो बसन्तपुरको प्राङ्गण पनि हो। यहाँ चाहिँ 187औं विश्व फोटोग्राफी दिवस को अवसर पारेर फोटो प्रदर्शनहरू गरिरहेको तपाईँले यहाँ देख्न सक्नुहुन्छ र विभिन्न व्यक्तिहरू भनौँ न यहाँ आउनुभएका पर्यटकहरूले फोटोको अवलोकन पनि गरिरहनु भएको हामी ब्याकग्राउन्डमा देख्न सक्छौँ। विश्व फोटोग्राफी दिवसको पहिले तपाईँहरूलाई शुभकामना दिन चाहन्छु र यो फोटोग्राफी दिवसको अवसरमा हाम्रो नेपाली फोटो जर्नलिस्टहरूले चाइनामा भिजिट गर्दाखेरि त्यहाँको विभिन्न ठाउँ, त्यसपछि त्यहाँको कल्चरहरू र बङ्गलादेशका पनि फोटोग्राफरहरूले बङ्गलादेशमा रहेका विभिन्न ठाउँहरूको र कल्चरल फोटोहरू प्रदर्शन खिच्नु भएको थियो र त्यसलाई यहाँ प्रदर्शनमा राखिएको छ। के कस्तो रहेछ भनेर मैले तपाईँलाई देखाउन खोज्दैछु, हेर्दै जानु होला है त। मेरो नाम प्रदीप राजमन्त, म राष्ट्रिय फोटोग्राफर समूह एनएफपिजी नेपालको केन्द्रीय अध्यक्ष। आज विश्व फोटोग्राफी दिवस, आज 187औं विश्व फोटोग्राफी दिवस हो र विश्वभरि फोटो खिच्ने फोटोग्राफर र फोटो पत्रकार साथीहरू र फोटोलाई माया गर्ने सम्पूर्णलाई म विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु। र राष्ट्रिय फोटो पत्रकार समूहले विश्व फोटोग्राफी दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ र त्यसमध्ये यो वर्ष पनि हामीले चाहिँ यो बसन्तपुरको जुन चाहिँ यो प्राङ्गणभित्र बसन्तपुर दरबार क्षेत्रभित्र चाहिँ हामीले यहाँ बङ्गलादेश र चाइनाको विभिन्न फोटोहरू, दुईवटा देशको फोटोहरू प्रदर्शन गऱ्यौँ। र चाइनाको फोटो चाहिँ हामी फोटो पत्रकारहरू चाइना भ्रमण गएको बेलामा खिचिएको फोटो हो भने बङ्गलादेशको फोटो चाहिँ बङ्गलादेशकै फोटो पत्रकार साथीहरूले चाहिँ जो नेपालमा 12जना डेलिगेसन टिमहरू आउनु भएको छ उहाँहरूले नै खिचेको फोटोहरू आज हामी प्रदर्शनी गऱ्यौँ। र अहिले तपाईँले पनि यहाँ देख्न सक्नुहुन्छ, ब्याकग्राउन्डमा पनि फोटोहरू देख्न सक्नुहुन्छ। यो चाहिँ चाइना कल्चर सेन्टर, नेपालमा चाइना कल्चर सेन्टरको 10औं वर्ष भयो स्थापना भएको। त्यो स्थापना वर्षको अवसर पनि सँगसँगै नेपाली फोटो पत्रकारहरूले चाइना कस्तो आँखाले फोटोको लेन्सले कस्तो देख्यो त भन्ने हिसाबमा चाहिँ यो खालको फोटोहरू प्रदर्शनी राखिएको हो। त्यही भएर हामीलाई एउटा अवसर पनि हो र सँगसँगै हामीले कस्तो फोटो खिच्छौँ र अरूको देशमा गएर पनि अरूको कल्चरहरू, अरूको ब्युटीलाई पनि हामीले कसरी क्याप्चर गर्न सक्छौँ भन्ने एउटा हाम्रो क्षमता प्रदर्शन गर्ने अवसर पनि हो। सँगसँगै हाम्रो यो कलात्मक एउटा आर्ट पनि हो, जुन आर्टलाई हामीले आज यहाँ पब्लिकको रूपमा सबै सार्वजनिक रूपमा चाहिँ सोसियल मिडियाभन्दा पनि पृथक तरिकाले चाहिँ यो स्टेजमा यो प्लेटफर्ममा चाहिँ देखाउने एउटा अवसर प्राप्त गरेर यो दिवसलाई उत्सवको रूपमा मनाउनलाई चाहिँ हामीले यो कार्यक्रममा सहभागी भएका हौँ। थ्याङ्क यू सो मच। Bangladesh, we say this is Ruposi Bangla, very beautiful Bangladesh. So this one thing we can claim. This is our brand, wonderful Bangladesh, beautiful Bangladesh. Bangladesh is really beautiful. I would hope that you would exchange, visiting both countries, and we can work together. We are linked through centuries, and we should revitalize these links. And thank you very much for joining this celebration. नमस्ते, मेरो नाम किशोर श्रेष्ठ, म फोटोग्राफर। यो एभरेस्टदेखि लिएर यो सिजाङ प्रान्तको यो माउन्ट कैलाश अनि यो पोतला दरबारहरूको मैले फोटोहरू खिचेको हो। यो फोटोहरू चाहिँ मलाई जस्ट वान अफ द बेस्ट लाग्छ मेरो कलेक्सनमा। आज यहाँ वर्ल्ड फोटोग्राफीको डेको अवसरमा मलाई चाहिँ यो प्रदर्शनी गर्ने मौका दिनुभयो एनएफपिजे हाम्रो संस्थाले, त्यसलाई धन्यवाद छ। अनि यो फोटोहरू चाहिँ जस्ट मेहनत गरिन्छ एउटा फोटो खिच्नलाई। अब धेरैवटा फोटोहरूमध्ये छानेर राखिएको छ। अब अहिले चाहिँ फोटोलाई चाहिँ मोबाइल फोनले खिचेर हुन्छ कसरी हुन्छ, अलिकति हल्का रूपमा लिएको देखिन्छ, तर यसमा चाहिँ एउटा भनौँ न हामीले धेरै मेहनत गरेको हुन्छौँ, त्यसकारण यस्तो रिजल्ट आउँछ होला। जस मलाई लाग्छ तपाईँलाई मनपर्छ होला। धेरै दर्शक रुचाइदिनु भएको छ। अघि यहाँ एम्बेसडर रहनु भएको थियो, चाइनाको कल्चर सेन्टरको डिरेक्टर रहनु, उहाँहरूले पनि साह्रै मन पराइदिनु भएको छ। बडो खुसी लाग्यो। धन्यवाद। President of BPJ, ABM Rafiqur Rahman. नमस्कार, म भगवती थापा, राष्ट्रिय फोटो पत्रकार समूहको केन्द्रीय उपाध्यक्ष। काठमाडौँको बसन्तपुरमा यो आयोजना गरिएको 187औं फोटोग्राफी डेको अवसरमा सम्पूर्ण फोटो पत्रकार साथीहरूलाई सर्वप्रथम शुभकामना। अनि आज विशेष गरी फोटोग्राफी डेको अवसरमा आयोजित विभिन्न ठाउँको ब्युटी सम्बन्धी फोटोहरू, चाइनाको जुन चाइना नेपालको फोटो पत्रकार साथीहरू गएर चाइना भिजिटको टाइममा खिचेको फोटोहरूलाई आज यहाँ प्रदर्शनमा राखिएको छ। साथै त्यसको साथसाथै बङ्गलादेशका फोटो पत्रकार साथीहरू नेपालमा आएर उहाँहरूले आफ्नो देशको विभिन्न कल्चर सम्बन्धी, ब्युटी सम्बन्धीको फोटोहरू यहाँ प्रदर्शन गर्नुभयो। त्यसको उपलक्ष्यमा सम्पूर्ण जति उपस्थित हुनुभएको छ सम्पूर्ण साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
when I come here and I look upon these pictures, like you have said, it makes a very deeper impact, a strong bond with the relationship between the two countries, including Bangladesh also. Having seen that photographs, even if we have not been to China, we love to see these photographs because it's an art of storytelling. It's the expression that we love to express through the photographs. The picture, the photo, you can learn more about from across the languages what you can learn. I can speak Ni Hao, but if you watch the picture, you can know the feelings because of the pictures more than I can say. You can understand whatever which language we speak, but you can understand why they take these pictures, what the photographers they want to see, they want to say from the picture, what the people inside the pictures, what they want to show their feelings from the photos. To receive the token of appreciation, may we request on behalf of Nepal Tourism Board, Sunil Sharma sir. नमस्कार, म अमृत बाबु बुढाथोकी, म राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्ष। खास गरी विश्व फोटो पत्रकारिता फोटोग्राफी दिवसको अवसरमा म सम्पूर्ण यो फोटो का माध्यममा जोडिनु भएका सम्पूर्ण फोटोग्राफर, त्यसैगरी यो फोटोको माध्यमबाट यो फोटो पत्रकारिता गरिरहनु भएका अथवा यो फोटोसँग सम्बन्धित सबैलाई म यो विश्व फोटो पत्रकारिता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु। र खास गरी यो राष्ट्रिय फोटो पत्रकार समूह नेपालले जुन कार्यक्रमको आयोजना गरे यो अत्यन्तै महत्त्वपूर्ण छ। यो देशको मात्र नभएर यहाँ चाइना त्यसैगरी बङ्गलादेशका फोटोहरू प्रदर्शन गरियो। यसले गर्दाखेरि नेपाल र ती अन्य बाहिरी देशहरूको एउटा सम्बन्धलाई यसले अझ मजबुत बनाउनका निमित्त थप सहयोग पुर्याएको छ। खास गरी हामी सल्यान शाखाबाट प्रतिनिधित्व गर्दै यो कार्यक्रमलाई अवलोकन गर्नका निमित्त आएका हौँ। यहाँबाट हामीले केही कुराहरू सिकेका छौँ। यी कुराहरूलाई हामीले जिल्ला स्तरमा पनि पुर्याउने एउटा त्यो तयारी पनि गरेका छौँ। यसले हामीलाई अत्यन्तै महत्त्वपूर्ण सिकाइका रूपमा चाहिँ यो अवसर दिएको छ। धन्यवाद।